पञ्चकोट बागलुङ कस्तो लागिरहेछ? हेलो पञ्चकोट बागलुङ सिंह गुफा रहेछ यहाँ भित्रबाट एकछिन हामी अघि गएर आइसक्यौँ सब हुस्सो लाग्छ टन्न यहाँ ल राधाकृष्ण भगवानको दर्शन गर्ने त आउनु है शीश महल रे यो शीश महल रहेछ यहाँ जानलाई पैसा लाग्ने रहेछ यस्तो हुस्सो लाग्छ ऊ माथि मन्दिर जानु छ ऊ यो मन्दिरमा पञ्चकोट बागलुङ लक्ष्मी भगवान होइन लक्ष्मी भगवान पञ्चमहालक्ष्मी भगवान चाहिँ पञ्चकोट भनेर पञ्चमहालक्ष्मी यही हुँदो रहेछ ल एड हुनु पर्यो मलाई लिली दिदीसँग पठाइदियो होइन पुग्यो होइन पठाउने भन्दा पनि त्यस्तो पनि हुन्छ मेरोबाट पठाइदियो मन्दिर यसरी यसरी रहेछ यसरी रहेछ भित्र त्यस्तो बाहिर चाहिँ यसरी मन्दिर बनाइदिएको रहेछ हुसु लागेकोले अलि चाहिँ केही देख्दैन यहाँ तल मै चाहिँ यहाँ छ दिदी यता हुनुहुन्छ बाई बाई म चाहिँ क्यामेरा खिच्या हो यस्तो तल क्या मजाले देखिने कि यस्तो रहेछ बस्तीहरू यता रहेछ यसरी यहाँ हामी चाहिँ त्यो सुरुमा मन्दिर गएको यही हो त्यसपछि यहाँ सिंह गुफा पनि गएर आयौँ यस्तो रहेछ पञ्चकोटको के उसमा चाहिँ बागलुङमा रहेछ यो यस्तो रहेछ